नमस्कार, म सुजन सापकोटा। हाम्रो गाउँमा यसरी चोरको बिगबिगी बढेको छ। कलश चोर जुन हाम्रो सबैले मोठमा राख्नुहुन्छ कलश चोरेर कलश चोरको चाहिँ बिगबिगी बढेको छ। रातिको 11:44 हाम्रो गाउँको लगभग धेरै जसोको घरको कलशहरू, ढोकामा राख्ने कलश, मोठमा राख्ने कलशहरू चाहिँ चोरी भएको छ। यहाँ चोरको फुटेज छ, तर अनुहार देख्न सकिएन किनभने हाम्रो क्यामेरा ब्ल्याक एन्ड व्हाइट थियो। त्यो चोरले चाहिँ नि अगाडि यतापट्टि पसो त्यो चोरै हो, किनभने यिनीहरू साथी हुन्। हेऱ्यो केही नै भेटेन जस्तो छ। होइन, हातमा केही लिएर गयो। मलाई जहाँ सुनाउँछ कलश, तामाको कलश। यिनीहरू अगाडि आए, साथीलाई पुर्याए यिनीहरूले, र एउटाले साथीहरूलाई पुगिरहेको, एउटाले चाहिँ कुकुरलाई केही फकाइरहेछ, केही खानेकुरा दिइरहेछ। सबैजना आए, चारैजना आएपछि चाहिँ उता यिनीहरू कलश चोर्नका लागि गए। कलश के कारण थियो, यिनीहरू 11 बजेको समयमा यसरी कलश चोर्दैछन्। सबैजना सचेत रहनु होला, बाहिर मोठमा त्यसरी कलश नराख्नु होला रातिमा। अब यिनीहरू यहाँ आइसकेका छन्, चारैजना हेर्दैछन् कलश भनेर। एकजना अगाडि गइसक्यो, पछाडि अर्को नि आयो। उतापट्टि आफ्नो एउटा घरमा गएर ढोकामा राख्यो। उतापट्टि गएर ढोकाको कलश चाहिँ उठायो। धेरै ठाउँको कलश उठाएर फालेर सफामा हाल्यो पानीको, र मोठको पनि कलश उठाएर हिँड्यो गयो। अब यो भिडियो चाहिँ मैले जनचेतनाको लागि बनाएको हो। यो भिडियोलाई सेयर गरिदिनु होला। धन्यवाद।